नमस्ते। आज हामी नेपालमा शिक्षकहरूको विरोधका बारेमा कुरा गर्दैछौँ। नेपाल सरकारले प्रस्ताव गरेको नयाँ विद्यालय शिक्षा विधेयकका कारण शिक्षकहरू आन्दोलनमा छन्। के हो यो विधेयक र यसले शिक्षकहरूको कामकाजी अवस्था कसरी प्रभावित गर्छ? आउनु हामी बुझौँ। पहिलेको शिक्षा विधेयकमा शिक्षकहरूको नियुक्ति र व्यवस्थापन केन्द्रीय सरकारको नियन्त्रणमा थियो। राहत शिक्षकलाई स्थायी बनाउने प्रक्रिया पनि थियो। शिक्षकहरूको अनुशासन र कारबाही शिक्षा मन्त्रालयले गर्न सक्थ्यो। शिक्षकहरूले आन्दोलन र हडताल गर्न सक्ने स्वतन्त्रता थियो। तर नयाँ विधेयकले धेरै कुरा बदलिदिएको छ। शिक्षकको नियुक्ति र सरुवा अब स्थानीय तहद्वारा हुनेछ। राहत शिक्षकहरूको स्थायित्व अब निश्चित छैन। शिक्षकहरूले सम्पत्ति विवरण दिनुपर्ने, व्यवसाय गर्न नपाउने प्रावधान छन्। शिक्षक सङ्गठनहरूलाई आन्दोलन गर्न प्रतिबन्ध गरिएको छ। शिक्षकहरूलाई चिन्ता छ कि 1. स्थानीय सरकारको हस्तक्षेप बढ्नेछ र शिक्षा प्रणाली राजनीतिकरण हुनेछ। 2. अस्थायी शिक्षकहरूको भविष्य अनिश्चित बनाइनेछ। 3. शिक्षकहरूको हक र स्वतन्त्रता कम हुनेछ। नयाँ विधेयकले शिक्षकहरूको रोजगारी र अधिकारमा ठूलो असर पार्नेछ भन्ने डर छ। यस्ता परिवर्तनहरूको बारेमा तपाईको विचार के हो? तल कमेन्ट गरेर बताउनुहोस्। हामीलाई यस्तै अपडेट र जानकारीको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।